हेलो नमस्ते गुड मर्निङ। म चाहिँ आज यसो जङ्गलतिर निस्केको छु। विशेष गरी जङ्गली चेरीहरू क्या, यो सिजनमा चाहिँ धेरै पाकेको हुन्छ। अनि यो मेरो पछाडि देख्दिनुहुन्छ है चेरी, तपाईँलाई म जुम गरेर देखाउँछु। हेर्नु त कति धेरै चेरी पाकेको छ यहाँनिर, सबै चेरी छ है। तर यो चाहिँ अलिक धेरै ऐसेलो होइन, यो चाहिँ अहिले पाक्ने बेला छैन। अब 1 महिना पछाडि चाहिँ पाक्छ होला। यो पनि त्यति मिठो त हुँदैन, अलिअलि अमिलो गुलियो हुन्छ, खट्टा होइन। जङ्गलमा प्रशस्तै यस्तो फलफुलहरू लगाएको हुन्छ। विशेष गरी यो चाहिँ चराचुरुङ्गीलाई हो। अनि यहाँको मान्छेहरूले त्यति खाँदैन यस्तो चिजहरू चाहिँ, अनि खाने भनेको हामीले नै हो है, हाम्रो लागि। यहाँ फेरि आलु बखडा पाकेर रातै छ हो। अब कसरी टिप्ने क्या, यो माथि मात्रै छ, मुनि त टिप। रातो आलु बखडा पाएछ के गर्नु र, झटारोले हान्दा नि हुँदैन होला। फाइनली यति चाहिँ टिप्नु सके। माथि मात्रै छ है, टिप्नै नसक्ने क्या। साह्रै मिठो, पक्ला जस्तो हुँदैछ। यो चाहिँ पाक्छ होला छिटै नै। यस्तो छ, यो चाहिँ रातो पनि छिरिसकेको छ। ओ स्याउबारी पनि आइपुग्यो ल, हेर्नु त स्याउ फलेको। ल स्याउ, त्यो स्याउ फलिरहेछ हेर। के चाहिँ नहुने कि सब थोक हुने होइन त ब्याकग्राउन्डमा। हाम्रो गाउँतिरको सेतो खाएर यो कहिले पाक्छ होला चाँडै। फेरि चेरी पाकेर हेर्नु न, कालो चाहिँ। बहुत मिठो छ। युकेको जङ्गलमा छ नि, यो सिजनमा चाहिँ त्यतिकै जङ्गलमा छोडिदियो भने पनि लगभग 1-2 महिना चाहिँ यो जङ्गलको कन्दमूल खाएरै बाँचिन्छ होला होइन। त्यही धेरै हो, यहाँको मान्छेहरू खाँदैन यो फेरि। एउटा चराचुरुङ्गीहरूलाई लगिएको। अब हामी त के गर्नु, यस्तै छ। धेरै कुरा पाउँछ यहाँको जङ्गलमा। यो फलफुलको सिजन हो, तपाईँहरू पनि। यो चाहिँ धेरै टाढो होइन, ठ्याक्कै क्विन एलिजाबेथ हस्पिटलको अगाडिपट्टि एउटा ठुलो चौरीको जङ्गल छ, त्यहीँनिर हो। त्यो चेरी पनि धेरै किसिमको छ, कोही चाहिँ अमिलो हुन्छ, कोही चाहिँ अहिले खाएको चाहिँ गुलियो रहेछ है त। ओके बाई।